भाइ के बनाएको यो चाहिँ फेरि ढाटे कलेज हो। जाते कलेज हो के को हो आज चाहिँ फेरि पिकनिक अम्मले आउँछले हाम्रो खै एक हजार गर्छ। ए आज चाहिँ हाम्रो अमन भाइको तर्फबाट हजुर ल ठिकै छ। यहाँ हाम्रो लाचे भाइ के हो यो दाल 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 बनाएको हजुर कस्तो दामी बनाउँछ दाल दाल त दामी बनाइदिन्छु नि। यहाँ चाहिँ हाम्रो अमन भाइ र साजन भाइ भएर के बनाउँदैछ हौ यहाँ यो चाहिँ दाछी हो दाछी हो हजुर दाछी यो चाहिँ यहाँ दाछी रेडी हुँदैछ। ठिकै छ दामी हुँदैछ। यहाँ हाम्रो साजन भाइले पनि बनाउँदैछ। यो यहाँ चाहिँ देखाएको दाछी यहाँ हाम्रो बाजे हाम्रो यहाँ बाजे चाहिँ यहाँ के गर्नु हुँदैछ बाजे खै यहाँ हाम्रो बाजे यहाँ बस घाम ताप्दै बसिरहनु भएको छ। बाजे पनि आज पिकनिकमा आउनु भएको छ। हाम्रो यहाँ हाम्रो भाइ ए यहाँ हाम्रो भाउजूको बहिनी सोल्टिनी भन्नुपर्छ होला अब छेउ जिस्काउनु पर्छ नि सोल्टिनी भनेर। यहाँ भाउजू खै भाउजू यहाँ बिजोग भइरहेको छ यो नानीले गर्दा आज। अब ए नानी फेरि यहाँ हाम्रो दिदी पनि आउनु भएको छ। यता हाम्रो सानो दिदी सबैले सानो दिदी भन्छ म पनि सानो दिदी भन्छु। यहाँ हाम्रो पिङ्की दिदी यहाँ चाहिँ अब आज भ्यालेन्टाइन डे हो नि त बुढीलाई पनि लिएर आएको अब केरलाबाट आएको नानु मिस्टर नानु। यहाँ हाम्रो भाउजू यहाँ बहिनी कुशललाई आयो भनिदिनु कुशललाई कुशलको नाम लिएर ह्याप्पी भ्यालेन्टाइन डे भनिदिनु कुशल। यहाँ पनि गाडीमा पुचापुचीहरू यहाँ भाउजूहरू पनि पुरा बसिरहेको रहेछ कि यहाँ हाम्रो भाउजू पनि रहेछ यहाँ लुकेर बसिरहनु भएको रहेछ हो। नानीहरू यहाँ थुप्रै छ। ओ राधिका दिदी के गर्दैछ अघिदेखि ए यहाँ चाहिँ काम हुँदैछ केटाहरूको खालि केटाहरूले मात्रै काम गर्दैछ क्या यहाँ चाहिँ केटाहरूको काम खत्तम हुँदैछ। उहाँ लेडिज पार्टीहरू चाहिँ उहाँ गफ दिँदैछ हो।